व्हाट्सअप गाइस, कैसे हो आप सभी लोग। वेलकम बैक टु मी यूट्यूब च्यानल। अनि 30 दिने च्यालेन्ज भिडियोमा आज 22 दिन कम्प्लिट अथवा पुरा भइसकेको छ है त। 30 दिने च्यालेन्ज भिडियो लिएर आएको थिएँ मैले चाहिँ अस्ति दिनदेखि हो। 22 दिन कम्प्लिट भइसक्यो। अनि आज बिहान चाहिँ दानाको लागि यता कुखुरालाई दानाको लागि साग लिएर आएँ टिपेर। दानामा मिक्स गरेर दिनुपर्छ नि त, त्यही भएर अनि कुखुरा सुक्रा छोडेर एकछिन हेरेर यता आजबाट चाहिँ बाहिर हिजैबाट हो बाहिर छोप्न लागेको। अनि छोपेर ट्याक्क दाना हालिदिएँ। अनि यता दिउँसोखेरि चाहिँ जाडो भइरहेको थियो क्या। अनि दाइहरूले आगो नि बालिदिएर चाहिँ त्यता पछाडि भुसको अनि जाडो थियो, त्यही भएर मैले यसो हुक्स नि लगाइदिएँ। अनि हुक्स लगाइदिएर अनिखेर फेरि बेलुका नि एकछिन यता कुखुरा छोडिएँ है त। खाजासाजा खाएर कुखुरा छोड्यो बेलुका 4 बजीतिर एकछिन। अनि यता देख्न सक्नुहुन्छ कुखुरा चाहिँ हाम्रो पुरै यो चाहिँ पोथी जस्तो देखेला है साथीहरू। पोथी जस्तै देखिन्छ तर यो चाहिँ भाले हो है त। भाले भन्नुपर्छ, पोथी जस्तो देखिए मात्रै है त त्यो। अनि यता हाम्रो गोर्खे भाइहरू नि स्कुलबाट चाहिँ आइसकेको रहेछन्। अनि खाना खाँदै थियो त्यो चाहिँ खाना खाँदै थियो। अनि पानी पर्ला जस्तो भइरहेको थियो, धुम्म गरिरहेको थियो। अनि यता हाम्रो यो सानो है त, यो सानो चल्लो यो चाहिँ बढ्नै सकेन कि के भएर हो। अनि यता घरतिरबाट ल्याएर ट्याक्क छोपिदिए पनि एकछिन चराइसकेर। अनि घरमा ल्याएर छोपिदिइसकेपछि अब दाना हालिदिने बेला भयो। अब दानासाना हालिदिएपछि अनि यता पानी ल्याएर राख्ने, दानासाना हालिदिएर अब चाहिँ खानासाना बनाउनु पर्छ है। आगो बालिसकेको छ। अब खानासाना बनाएर खानुपर्छ है त। थ्याङ्क्स फर वाचिङ इन दिस भिडियोलाई मन परेमा भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्नु है त। आजको लागि यति।